हेलो नमस्कार सबैजनालाई नमस्कार। आज शनिबारको बसाइ म मेरो प्यारो भाइ आशिषसँग छु। उहाँ चाहिँ सामाजिक सञ्जालमा शब्द पोएट्री भनेर चिनिनुहुन्छ। टिकटकमा शब्द छ हैन? हजुर एकदम। आज शनिबारको बसाइमा साहित्यिक बनाऊ भनेर भाइले केही गजलहरू सुन्ने इच्छा जनाएका छन्। उहाँ आफै साहित्यकार, गजलहरू शब्दहरू एकदमै मिठा हुन्छन्, एकदमै मिठा मिठा शब्दहरू लेख्ने मान्छे। तर म चाहिँ विशेष गरी शब्द लेख्दिनँ आजभोलि, धेरै भयो लेख्न छोडेको। गजलहरू मैले लेख्ने गर्थेँ पहिला। आजभोलिका ताजा शब्दहरू त मेरै छन् दाइ, म आफै लेख्छु। तपाईँका पुराना गजलहरू सुनौ भनेर उसले रहर गरेपछि हामी यो पोखराको एउटा डाँडोमा बसेर पोखराको दृश्यलाई हेर्दै दुई चारवटा केही गजलहरू चाहिँ प्रस्तुत गर्न खोजिरहेका छौँ। म गजल भन्छु, भाइले सुन्छ मात्रै भनेको छ। के बोल्ने हो? अब ढिला नगरौँ, त्यही सुनाउँ क्या। अनि केही अरू तिम्रो प्रस्तुतिहरू मेरो आज नराखौँ, अर्को दिन फेरि अर्को चोटि आउँला। मेरो भाइले केही पनि नराख्ने रे। मेरा चाहिँ केही गजलहरू सुन्ने इच्छा गरेका छन्। धेरै समयपछि, एकदमै लामो अन्तरालपछि चाहिँ मैले केही गजलहरू वाचन गर्ने कोसिस गरेको छु। ठिक छ, स्वीकार गर्नु होला। कस्तो बन्छ भन्नु होला। दुई तिनवटा गजल मात्रै राख्छु म, त्यही पनि मेरो पहिलो गजल यसरी सुरु हुन्छ। यो जिन्दगीको भविष्य वार्की पार बनाउनलाई निरन्तर खटिरहेको छु छुट्टै संसार बनाउनलाई। यो जिन्दगीको भविष्य वार्की पार बनाउनलाई निरन्तर खटिरहेको छु छुट्टै संसार बनाउनलाई। आफ्नै सपनाको भारी बोक्न गाह्रो भएको बेला, आफ्नै सपनाको भारी बोक्न गाह्रो भएको बेला समयले चोट थपिदिन्छ अझै भार बनाउनलाई। फेरि एकचोटि जाओस्। आफ्नै सपनाको भारी बोक्न गाह्रो भएको बेला, आफ्नै सपनाको भारी बोक्न गाह्रो भएको बेला समयले चोट थपिदिन्छ अझै भार बनाउनलाई। निरन्तर खटिरहेको छु छुट्टै संसार बनाउनलाई। मलाई यति कठोर हुन आफ्नाहरूले नै सिकाएका हुन्। मलाई यति कठोर हुन मलाई यति कठोर हुन आफ्नाहरूले नै सिकाएका हुन्। फलामले नै कुट्नुपर्छ फलाम हतियार बनाउनलाई। फलामले नै कुट्नुपर्छ फलाम हतियार बनाउनलाई। तिम्रो आँखै अघि नतिजा आयो मेरो सफलताको। अलि अगाडि आऊ। तिम्रो आँखै अघि नतिजा आयो मेरो सफलताको। सकेसम्म कोसिस गरेकै त हो हार बनाउनलाई। सकेसम्म कोसिस गरेकै त हो हार बनाउनलाई। यो जिन्दगीको भविष्य वार्की पार बनाउनलाई निरन्तर खटिरहेको छु छुट्टै संसार बनाउनलाई। जिन्दगीभर हात समातेर हिँडिरहने रहर छ मेरो। जिन्दगीभर हात समातेर हिँडिरहने रहर छ मेरो। तिमीलाई म सफल हुनुको आधार बनाउनलाई। तिमीलाई म सफल हुनुको आधार बनाउनलाई। यो जिन्दगीको भविष्य वार्की पार बनाउनलाई निरन्तर खटिरहेको छु छुट्टै संसार बनाउनलाई। निरन्तर खटिरहेको छु छुट्टै संसार बनाउनलाई। पहिलो गजल सकिएको छ। कस्तो बन्यो? दादालाई यो एउटा सोध्न मन लाग्यो, दाइले गजल लेखेको चाहिँ कति भयो दाइ? गजलमा यो साहित्यमा हात हालेको चाहिँ सुरुवाती चरणहरूमा गजलको केही ज्ञान पनि थिएन मलाई। ज्ञानै नभइकन पनि कसैले सार्वजनिक गरेका गजलहरू हेर्ने पढ्ने एकदमै रुचि थियो। पढ्दै जाँदाखेरि हेर्दै जाँदाखेरि कस्तो भयो भने बिचमा यतिको शब्दहरू यसरी चाहिँ होइन आफूलाई मनमा भएका भावनाहरू व्यक्त गर्न म पनि सक्छु होला, अथवा मैले पनि कोसिस गर्नुपर्छ भन्ने एउटा इच्छा जाग्यो। त्यसपछि कोसिस गर्दै 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 जाँदाखेरि म आफूले गजल यतिको चाहिँ गजल हो, यसलाई मतला भन्छ, यो शेर बन्छ यसरी होइन, यसरी शब्दहरूलाई जोड्न सक्यो भने गजल बन्छ भनेर जानेर लेख्न थालेको चाहिँ कम्तीमा पनि 11 वर्ष जति भयो। 11 वर्ष। अब तपाईँ त मेरो गुरु नै दाइ है। मलाई त धेरै आलोचना आउँछन्। अब तपाईँलाई चाहिँ कतिको यो आलोचना सहने बानी परिरहेको छ दाइ? आलोचना भन्ने यस्तो हो है, म एक त मैले के भन्न चाहन्छु भने साहित्य एकदमै बुझ्न नसक्ने विषय हो है। मैले बुझेको हिसाबमा, मैले जानेको हिसाबमा के भने साहित्य बुझ्न नसक्ने विषय हो। किन पनि बुझ्न नसक्ने विषय हो भनेदेखि साहित्यमा धेरै विधाहरू छन् है, एकदमै धेरै विधाहरू छन्। अब जस्तै गजल, कविता, गजलमा पनि गद्य पद्य हरेक यो म त बुझिसक्नु छैन। अब आलोचनाको जहाँसम्म कुरा छ, अब मान्छेहरूले कसरी सिक्यो, कहाँबाट सिक्यो होइन, अब कसरी गजलहरू लेखिरहेको छ, कुन गजल उसले लेखिरहेछ, कुन विधामा लेखिरहेछ भन्ने कुरा हो।
होइन मैले लेखेको एउटा स्वतन्त्र गजल अरू कुनै विधामा लेखिरहने मान्छेलाई त्यो मिलेन भन्न सक्छ र अथवा नमिलेको पनि हुनसक्छ। म ठिक्कको गजल लेख्छु यतिको त गजल भयो है भनेर मैले पोस्ट गरिरहेको हुन्छु। अरू कसै विज्ञहरूले अग्रजहरूले लेखेकै गजल पनि मलाई यो त मिलेन कि क्या हो भन्ने लाग्छ। तर उहाँहरूले त मभन्दा अग्रजहरूले त साहित्य राम्रोसँग बुझेका मान्छेहरूले त पक्कै गलत गजल त लेख्नु भएको छैन, नमिलेको गजल त लेख्नु भएको छैन होइन। तर त्यही भएर के हुन्छ भने म स्वतन्त्र लेख्छु। मलाई चाहिँ सामान्य मतला शेर काफियाको ज्ञान छ, त्यसमा चाहिँ एउटा स्वतन्त्र गजलको विधामा अन्याय नहुने गरी लेख्छु। बाँकी कसले कसरी बुझ्छ, कसले आलोचना गर्छ, कसले के गर्छ भन्ने अलग बाटो हो। गजल मैले जानेको गजल अथवा मलाई लागेको गजल लेखिरहँदाखेरि आलोचना नै भनेर मैले खेप्नु परेको चाहिँ एकपटक मात्रै छ। त्यो पनि कसरी भने केही व्यक्तिहरूले मात्रै आलोचना गरेका, त्यसमा आलोचना भन्दा पनि प्रशंसा गर्नेको सङ्ख्या बढी थियो। आलोचना कुन अर्थमा भने यो गजलका विभिन्न विधाहरू पढ्दै जाँदाखेरि मैले लेख्न त मैले एउटा स्वतन्त्र मात्रै लेख्छु, तर पढ्दै जाँदाखेरि एकदमै चाहिँ एउटा शृङ्गारिक भन्ने विधा पनि यो गजलमा छ होइन। गजल विधामा शृङ्गारिक अथवा साहित्यमै गजल मात्रै होइन, मुक्तक पनि हुन्छ, गीत पनि हुन्छ, सङ्गीत पनि हुन्छ, हरेक कुराहरू शृङ्गारिक हुन्छन् साहित्यमा। यसको सिलसिलामा चाहिँ मैले एउटा शृङ्गारिक विधामा चाहिँ एउटा गजल लेख्ने जमर्को गरेको थिएँ, कोसिस गरेको थिएँ, जुन विधाको मलाई कुनै ज्ञानै थियो। आफैले त्यो विधाको बारेमा अलिकति खोज तलास गरेँ होइन, अनुसन्धान गरेँ के रहेछ त नि, बुझ्दै जाँदाखेरि शृङ्गारिकको अर्थ अलिअलि केलाउँदै जाँदाखेरि मैले ठिक छ यतिको गजल मैले लेख्न सक्छु होला भनेर एउटा गजल लेखेको थिएँ। त्यसमा मैले एउटा गजल लेखेर सार्वजनिक गरिसकेपछि चाहिँ कतिपय मान्छेहरूले मलाई सिधै आएर चाहिँ त्यसको हुन्छ नि खण्डन गर्नुभयो, यो चाहिँ अलि भएन है, छाडा भयो है, अलि बढी भयो है भन्ने कुराहरू चाहिँ आइसकेपछि चाहिँ मैले अलि नगर्नुपर्ने काम गरेँ कि बा होइन। यो गजल त मलाई लेखिरहँदाखेरि त्यसको दुईवटा बाटो हुन्छ क्या, डबल मिनिङ भन्ने बित्तिकै दुईवटा मिनिङ लाग्छ एउटै शब्दको भनेपछि मान्छेले सकारात्मक सोच्यो त्यो सकारात्मक नै हुने भयो। अब त्यो नकारात्मक सोच्यो भने चाहिँ त्यो गजल त्यो पुरै सिर्जना नै के हुन्छ, नकारात्मक हुन्छ, अथवा चाहिँ छाडा सोचे छाडा हुन्छ, सभ्य सोचे सभ्य हुन्छ होइन। त्यो भएर मैले एउटा गजल शृङ्गारिकमा चाहिँ एउटा गजल लेखेको थिएँ, आलोचना पनि आए अथवा प्रशंसा पनि भए, त्यस पछाडि अरू शृङ्गारिक सिर्जनाहरू चाहिँ मेरा भएन। अब यो आलोचनालाई अब यसरी लिउँ कि चामलमा एउटा ढुङ्गा हुन्छ भन्दा पनि अब आफ्नै कमजोरी थियो होला नि, अथवा त्यो शृङ्गारिक विधामा प्रवेश गरिरहँदा म अलि बढी नै त्यसमा शृङ्गारिक भएँ कि भन्ने कुराहरूलाई पनि आत्मसात गर्दै मैले त्यसपछि शृङ्गारिकहरू सिर्जनाहरू गरिनँ। यस्तै मैले अलिकति आफ्ना मनका भावनाहरूलाई या मनका पीडाहरूलाई होइन, मनमा उब्जिएका कुराहरूलाई कसरी हुन्छ त्यसरी व्यक्त मात्रै गर्ने हिसाबले एउटा स्वतन्त्र गजल मात्रै लेखिरहेँ। कहिलेकाहीँ अझै पनि लेख्छु, तर धेरै भयो गजल नलेखेको। आज भाइले रहर गरेर मैले पुरानो गजलहरू सुनाउने जमर्को गरेँ, तर गफ धेरै भयो। अब पुरा धेरै भयो। ठिक छ, म अर्को एउटा गजल भन्छु। गजल यसरी सुरु हुन्छ। आँधी हुरी आउन सक्छ, बतास आउन सक्छ, भर छैन यो जिन्दगीमा विनाश आउन सक्छ। आँधी हुरी आउन सक्छ, बतास आउन सक्छ, भर छैन यो जिन्दगीमा विनाश आउन सक्छ। बाँचुन्जेल तितो भएको छु सत्य बोल्ने बानीले, बाँचुन्जेल तितो भएको छु सत्य बोल्ने बानीले, मरेपछि धेरैको जीवनमा मिठास आउन सक्छ। आँधी हुरी आउन सक्छ, बतास आउन सक्छ, भर छैन यो जिन्दगीमा विनाश आउन सक्छ। भावनासँग खेल्नेले मृत्यु पनि खेल बनाइदिनु, भावनासँग खेल्नेले मृत्यु पनि खेल बनाइदिनु, 25 को बाजी लगाइदेऊ 50 आउन सक्छ। भर छैन यो जिन्दगीमा विनाश आउन सक्छ। फेरि एकपटक। भावनासँग खेल्नेले मृत्यु पनि खेल बनाइदिनु, भावनासँग खेल्नेले मृत्यु पनि खेल बनाइदिनु, 25 को बाजी लगाइदेऊ 50 आउन सक्छ। आँधी हुरी आउन सक्छ, बतास आउन सक्छ, भर छैन यो जिन्दगीमा विनाश आउन सक्छ। चिहानमा राखेर निर्धक्क दागबत्ती दिनु होला, चिहानमा राखेर निर्धक्क दागबत्ती दिनु होला, घाटसम्म लिन यमराजको दास आउन सक्छ। आँधी हुरी आउन सक्छ, बतास आउन सक्छ, भर छैन यो जिन्दगीमा विनाश आउन सक्छ। परदेशमा छु तिम्रो मन कठोर बनाउनु आमा, परदेशमा छु तिम्रो मन कठोर बनाउनु आमा,
परदेशमा छु तिम्रो मन कठोर बनाउनु आमा रातो बाकसमा छोराको लास आउन सक्छ आँधी हुरी आउन सक्छ बतास आउन सक्छ भर छैन यो जिन्दगीमा विनाश आउन सक्छ भर छैन यो जिन्दगीमा विनाश आउन सक्छ क्या यो त एकदम मुटुमै हान्नेवाला पऱ्यो दादा कतिपय सिर्जनाहरू अथवा कतिपय साहित्यका जुनसुकै विधाका सिर्जनाहरू पनि सामाजिक यथार्थमा रहेर लेखियो भने चाहिँ धेरैजनालाई मिल्न सक्छ होइन यो परदेशका कुराहरू त अधिकांश नेपालीहरूले भोगिरहेको पीडाको विषय पनि हो त्यसरी पनि धेरैलाई छुन सक्छ अब लेखिरहँदाखेरि लेख्दै जाँदाखेरि के हुन्छ भने सधैँ आफ्नै मनको भावना मात्रै आफूलाई परेका कुराहरू मात्रै सिर्जना गरिन्छ भन्ने हुँदैन नि त होइन समाजमा देखेका कुराहरू समाजमा घटेका घटनाहरूलाई लिएर पनि सिर्जना हुन्छन् र एउटा गजलमा 5वटा शेर भइरहँदाखेरि हरेक शेरमा आफूलाई परेका अथवा आफूले भोगेका कुराहरू नै हुन्छन् भन्ने छैन होइन त्यसमा कतिपय आफ्ना भावनाहरू हुन्छन् कतिपय काल्पनिक कुराहरू हुन्छन् कतिपय देखेका कुराहरू हुन्छन् होइन सबै कुराहरूलाई समेटेर बनाउने एउटा माला नै साहित्यको कुनै न कुनै विधाको सिर्जना हुने गर्छ तपाईँले अब यो नयाँ आउने जुन अब भर्खर भर्खर लेख्न सिक्दै हुनुहुन्छ नि सुरुवात गर्नुभएको छ नि तपाईँ त अलि पुरानी हुनुभयो दादा होइन 11 वर्ष भइसकेपछि उहाँहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ कसरी साहित्यमा लाग्ने साहित्य कुनै अपराध या पाप होइन कुनै एउटा शब्द बिग्रिँदैमा कुनै एउटा कुरा होइन भाव बिग्रिँदैमा त्यो अपराधै हुने भन्ने हुँदैन आफूले कुनै पनि विधामा लेख्दैछु भने त्यसका हरेक विधाका नियमहरू हुन्छन् होइन नियम राम्रोसँग बुझेर अथवा नियमभित्र छु भनेदेखि कसले के भन्छ अथवा कसले आलोचना फलानुले आज यो गजल त भएन भनिदियो गजल लेख्नै छोड्ने त्यो चाहिँ मनोबल गिराउने काम चाहिँ नगर्नु होला किनभने साहित्यका यी विधाहरू यसका नियमहरू बुझ्न एकदमै गाह्रो छ बुझेर अहिलेसम्म पनि मैले बुझेर सकिरहेको छैन म यसरी यहाँ कति कुराहरू भने मैले सबै कुराहरू अर्को कोही एउटा अग्रजले सुन्नुभयो भने मैले भनेका कुराहरूलाई गलत ठम्ब्याउन पनि सक्नुहुन्छ किनकि मलाई थाहा छैन 11 वर्षदेखि गजल लेखिरहेको छु है मैले अहिले 1-2टा गजल पनि राखेँ गजल लेखिरहेको छु मलाई काफिया हुन्छ भन्ने थाहा छ मतला हुन्छ भन्ने थाहा छ होइन शेरहरू चाहिँ संयोजन गरेर एउटा गजल बन्छ भन्ने थाहा छ म लेख्छु आफ्नो भावनाहरू व्यक्त गर्छु तर 11 वर्षसम्म पनि साहित्यलाई बुझ्न नसकेको अझ गजलभन्दा अरू विधाहरूमा पुग्न नसकेको किन पनि हो भने अब हरेक कुराहरू मान्छे आफैले जानेको त हुँदैन होइन पढेर सिक्ने हो या कसैले भनेर कसैसँग सोधेर सिक्ने कुरा हो पढ्दा पनि कतिपय ठाउँहरूमा एउटा पुस्तक पढे एक थरी नियम हुन्छ अर्को पुस्तक पढे अर्को थरी नियम हुन्छ है कुनैले कसैलाई लेख्न मिल्छ भनिदिन्छ कसैले कुनै कुराहरू मिल्दैन भन्छ काफियाहरूमा पनि कस्तो हुन्छ भने कुनै काफिया कहीँ लाग्छ भनेर चाहिँ मैले त्यो काफिया हो है भनेर गजल बनाइरहेको हुन्छु अब त्यो अर्को व्यक्तिले अथवा अर्को पुस्तकले त्यसलाई चाहिँ यहाँ भएन यहाँ दोष देखियो भनिदिरहेको त्यो भएर एकदमै अन्यलको साहित्य छ तर मैले सरल रूपमा कसरी लिन्छु भने आफ्ना भावनाहरू व्यक्त गर्ने हो गजल बनाउन कोसिस गर्ने हो बन्छ गजल बन्छ बन्दैन भाव बन्छ होइन भावना हुन्छ आफ्नो भावनाका शब्दहरू लेखेँ भन्ने पोस्ट्याउने हो तर सिक्न चाहिँ छोड्नु हुँदैन है हरेक कुराहरू सकेसम्म राम्रो र सकेसम्म नियमभित्र रहेर म गर्छु भन्ने एउटा हुटुटी जुन हुन्छ जुन एउटा चाहिँ रुचि हुन्छ त्यो रुचिलाई मार्न चाहिँ हुँदैन कसैले यस्तो भयो अथवा यो भएन भनेर सुझाव दिन्छ भने त्यसलाई आत्मसात गर्नु पर्यो होइन आत्मसात गरेर आफू सिक्ने कोसिस गर्नु पर्यो न कि आत्मबल कमजोर बनाउने काम चाहिँ गर्नु हुँदैन अब आजको अब अन्तिम गजलतिर लागौँ अब ठिक छ यो छोटो बसाइ भन्दै तिमीले गजल सुन्छु दाइ भनेर तिमीले मलाई धेरै कुराहरू अन्तर्वार्ता जस्तै गरेर समय चाहिँ उस भयो हामीसँग समय थोरै छ अर्को एउटा गजल राख्छु अन्तिम गजल यसरी सुरु हुन्छ यो जिन्दगीलाई खरानी बनाउने मैदानसम्म जानु छ शुभयात्रा भनिदिनुस् मित्रहरू चिहानसम्म जानु छ यो जिन्दगीलाई खरानी बनाउने मैदानसम्म जानु छ शुभयात्रा भनिदिनुस् मित्रहरू चिहानसम्म जानु छ मरेपछि प्रशंसा गर्ने सहरमा बेचिनु हतार छ मलाई मरेपछि प्रशंसा गर्ने सहरमा बेचिनु हतार छ मलाई म जल्दा बनावटी आँसु झर्ने दोकानसम्म जानु छ शुभयात्रा भनिदिनुस् मित्रहरू चिहानसम्म जानु छ कठोर बनाउनु छ मन देखाउनकै लागि भए पनि कठोर बनाउनु छ मन देखाउनकै लागि भए पनि केही अनुभवहरू सापट्टि माग्न चट्टानसम्म जानु छ शुभयात्रा भनिदिनुस् मित्रहरू चिहानसम्म जानु छ आफ्नै देशमा रमाएर बाँच्न सकिन गरिबीले गर्दा
आफ्नै देशमा रमाएर बाँच्न सकिन, गरिबीले गर्दा परिवारको सपना पुरा गर्न मुगलानसम्म जानु छ। यो जिन्दगीलाई खरानी बनाउने मैदानसम्म जानु छ। शुभयात्रा भनिदिनुहोस् मित्रहरू, चिहानसम्म जानु छ। कसैले मलाई झुक्क्याएर आँसुको भेलमा बगाइदियो, कसैले मलाई झुक्क्याएर आँसुको भेलमा बगाइदियो। त्यसैले बगिरहेछु निरन्तर, दोभानसम्म जानु छ। यो जिन्दगीलाई खरानी बनाउने मैदानसम्म जानु छ। शुभयात्रा भनिदिनुहोस् मित्रहरू, चिहानसम्म जानु छ। शुभयात्रा भनिदिनुहोस् मित्रहरू, चिहानसम्म जानु छ। थोरै अनुभव माग्न चट्टानसँग जानु समथिङ के थियो नि, त्यो चाहिँ कहाँबाट आयो? चट्टानसम्म जानु। मिठो कठोर भनेरले के भन्न खोजिरहेको छ भने, अब जतिसुकै कमलो भए पनि, जतिसुकै दयावान भए पनि, जति दयालु भए पनि, मान्छेहरूलाई जति गुण लगाए पनि देख्दै देखिरहेको छैनन्, अथवा जति सजिलो बनिदियो, जति होइन माया देखायो, मान्छेहरूले पटक पटक मलाई चोट दिइरहेका छन्, पटक पटक ममाथि घात गरिरहेका छन्। त्यो सबैले मलाई धोका दिनको लागि, घात गर्नको लागि अवसर कहाँनिरबाट पाइरहेछन् त भन्दा म सरल भइदिएँ नि त, होइन? म कमजोर भइदिएँ, अथवा मैले म अलिकति कठोर हुन सकेँ भने त कमसेकम मान्छेहरूको घात, मान्छेहरूको धोकाको सामना गर्नु नपर्ला, होइन? त्यो भएर मैले आफूलाई कठोर बनाउनु छ। कसरी हुन्छ त मैले अब आफूलाई कठोर बनाउनु छ भन्ने एउटा भाव थियो। त्यो कठोर बनाउनु पर्छ, म अब कठोर हुनुपर्छ भन्दाखेरि त कठोर कसरी हुने? किनकि मेरो स्वभाव त कठोर हुने छैन, त्यसैले पटक पटक मान्छेहरूले घात गरिरहेछन्, होइन? अब आफूलाई कठोर बनाउनु पर्ने बाध्यता छ, तर कसरी बनाउने भन्दा त कठोर भनिरहँदाखेरि एउटा शब्दको माग अनुसार त अहिले कठोर अलिकति कस्तो ढुङ्गा जस्तो मान्छे रहेछ, कस्तो ढुङ्गाको जस्तो मन रहेछ यसको भनिरहन्छ नि त मान्छेहरू, होइन? हामी भन्छौँ। त्यसलाई मैले कल्पना गरेर म आफूलाई कठोर बनाउनु छ भने कसरी, आफू मेरो स्वभाव त कठोर हुँदै छैन, होइन? म त कठोर छैन, तर मैले आफूलाई बनाउनु पर्ने छ। कसरी बनाउने भन्दा कठोर त यहाँ ढुङ्गा छ, होइन? पत्थर छ, उसलाई त जे गरे पनि मतलब छैन, कसैले केही गरे पनि उसलाई फरक पर्नेवाला छैन। मन्दिरमा लैजाऊ, पूजा गर, ऊ भगवान् मान्छेले मान्ने हो, ऊ म भगवान् हो भनेर उसले घमण्ड गर्दैन, होइन? यतिकै पाखा पखेरामा फाल्दै उसले किन यसरी फालिस भनेर गुनासो गर्न त आउँदैन, होइन? उसलाई केही फरकै पर्दैन क्या। हो, त्यो कठोर भनिरहँदाखेरि त्यो कठोरको के हुन्छ भन्दा ढुङ्गा हुन्छ भने म कठोर बन्नु परेको छ। त्यसको लागि अनुभवहरू चाहिँ त्यसरी कठोर त ढुङ्गा कसरी बन्न सकिरहेको छ, है? त्यो ढुङ्गासँग चाहिँ मैले अनुभवहरू सापटी मागेर उसले कसरी कठोर बन्न सक्यो त्यसरी नै म कठोर बन्छु भन्न खोजेको भाव हो। तर यति भनिरहँदाखेरि अब यथार्थ के हो भने ढुङ्गा बोल्दैन, उसले मलाई अनुभव सापटी दिनेवाला छैन। तर यो गजलले चाहिँ आफ्नो त्यतिसम्म चाहिँ म भएको छु, अथवा मलाई त्यतिसम्म परेको छ, म त्योसम्म गर्छु भन्ने एउटा भावना व्यक्त गर्ने हो। त्यो भाव व्यक्त गरिरहँदाखेरि त्यो गजललाई अलिकति बलियो बनाऊ या कसरी हुन्छ यो गजलमा अलिक निखार ल्याउँ भन्ने हिसाबले चाहिँ चट्टानसँग चाहिँ म ढुङ्गासँग, होइन? त्यो चट्टानसँग चाहिँ त्यो एकदमै कठोर छ, त्योसँग चाहिँ उसँग म अनुभव सापटी मागेर भयो नि म अब कठोर हुनुपर्ने छ भनेर चाहिँ त्यो भाव व्यक्त गरेको। ज्यादा अब आजको यो बसाइ यहीँ टुङ्ग्यौँ, फेरि भेटौँला। यस्ता बसाइहरू त हाम्रो भइ नै रहन्छ, तर पनि आज तिमीले यस्तो प्रस्ताव गरिदियौ कि यहाँ आएर बसिरहँदा, पोखरालाई निहालिरहँदा, यो सुन्दरतामा हराइरहँदाखेरि चाहिँ तपाईँको 2-4वटा गजल सुनिदिउँ न। ठिक छ, गजल त सुनाइदिन्छु, म सुन्छु, होइन? म धेरै भयो समय गजलहरू नभनेको, व्यक्त म गजलहरू वाचन गर्छु। त्यसको चाहिँ एउटा सानो सम्झना स्वरूप, होइन? एउटा याद स्वरूप हामी कुनै यो राष्ट्रिय स्तरको टेलिभिजनमा अन्तर्वार्ता दिए जस्तो अथवा कुनै विधा या विधेय, होइन, साहित्यलाई नै हामीले आफूलाई गुरु ठानेर यो हो त्यो हो भन्नुभन्दा पनि एउटा सामान्य भलाकुसारी गरौँ, 1-2टा गजल भनौँ, त्यो हाम्रो दाजुभाइको यादको लागि एउटा भिडियो तयार भएको छ, होइन? त्यसमा कतिपय कुराहरू त्रुटि होलान्, कतिपय कुराहरू चाहिँ अन्जानमा भयो होलान्, कतिपय कुराहरू आफूले जे मैले महसुस गरेँ त्यही व्यक्त गरिरहँदाखेरि अब त्यो अझै पनि अन्यथा नलागोस् त्यो भिडियो जहाँ सार्वजनिक भए पनि। किनभने अहिलेको मास के छ भने 1 घन्टासम्म बोलेको मान्छे हेरिरहन्छ, कहाँनिर 1 मिनट अथवा 1 सेकेन्ड मिस्टेक बोलेको छ त्यसलाई चाहिँ औँल्याउने बानी छ। यो कुनै पनि कसैलाई पनि आघात पुर्याउन या कुनै पनि विषयको साहित्यको बारेमा हामी बोलिरहँदा पनि साहित्य यो हो है भनेर ठम्मै गर्नको लागि बोलिएको छैन। मैले आफ्नो व्यक्तिगत जीवनमा मैले नबुझेर पनि अथवा नजानेर पनि 11 वर्ष 12 वर्षदेखि साहित्य सिर्जनाहरू गरिरहँदा पनि म आफूलाई अझै सिक्दैछु भन्छु। किनभने म सिक्दै पनि छु। गजलमा एउटा स्वतन्त्र गजल लेख्छु बाहेक अरू विधाका मलाई केही पनि जानकारी छैन भने म जान्दिनँ भन्ने म सिकारु हो। यसबाट कुनै पनि कुराहरू भन्दाखेरि व्यक्त गर्दाखेरि गल्ती भएछ भने सुझाव दिनु होला, हैन? यस्तो हो है भनेर भनिदिनु होला। तर
त्यही हो, लास्टमा गएर मान्छे जो कोहीले पनि स्वीकार गर्न नसक्ने अथवा चाहिँ नचाहने होइन, आफूमाथि नहोस् भन्ने के हो भने आलोचना। बस आलोचनाको विषय नगर्नुहोस्, त्यति नै हो। हस्, धन्यवाद, नमस्ते।